नमस्ते। यस हाम्रो नेपाल न्युजमा हजुरलाई स्वागत गर्न चाहन्छु। लुट्न सके लुट, अरू देशमा हुँदैन, नेपालमा यो छुट भन्ने गीत छ नि हजुर, त्यस्तै भएको छ आज नेपालमा। नेपाल नाका रसुवा हुँदै चीनतर्फ जाँदै गरेको ट्रकमा हरेक देशका डलरहरू 25 करोड डलरसहित सिन्धुपाल्चोकका कुसुम लामा पक्राउ परेका छन् आज। उहाँ विगत केही साल पहिले नि 7 किलो सुनसहित एयरपोर्टमा पक्राउ परेका थिए। अहिले भने उहाँ 25 करोड डलरसहित आफ्नो ट्रकसहित उहाँ पक्राउ परेका छन्। हजुरको धारणा के छ? र उहाँ 2 साल पहिल्यै पनि उहाँ छुटेका थिए जेलबाट, अहिले उहाँ पक्राउ परेका छन्। तपाईँहरू के भन्न चाहनुहुन्छ होला यस्तो ठगलाई? तपाईँहरूले के प्रतिक्रिया दिनुहुन्छ? यस कमेन्टमा सेयर दबाएर तपाईँहरूले प्रतिक्रिया दिनुहोला पनि भन्न चाहन्छु। यस्तै तस्करी गरेर हाम्रो देशमा नेताहरूले के गरिरहेका छन् भन्ने त्यतापट्टि ध्यान आकर्षण पनि भएको छ। तपाईँहरू के भन्न चाहनुहुन्छ कमेन्टमा सेयर गर्नुहोला। धन्यवाद।